नेपाली राष्ट्रिय U19 टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आगामी U19 पुरुष च्याम्पियनसिपको लागि अन्तिम टोली घोषणा गरेका छन्। च्याम्पियनसिप आगामी मे 9 देखि 19 सम्म भारतको अरुणाञ्चल प्रदेशमा आयोजना हुँदैछ। च्याम्पियनसिपको समूह ए मा मालदिव्स, भुटान र बङ्गलादेश रहेका छन् भने समूह बी मा नेपाल, आयोजक भारत र श्रीलङ्का रहेका छन्। साफको इतिहासमा उमेर समूहको सुरुवाती 2 सिजन नेपालले लगातार जितेको इतिहास रहेको छ। हालका प्रशिक्षक उर्जन श्रेष्ठले तयार पारेको नेपाली टोली यस प्रकारका रहेका छन्। गोलकिपरतर्फ भक्तबहादुर परियार, उपेन्द्र लगुन र विशेष बानिया, डिफेन्डरतर्फ रोशन तामाङ, रोहन मुक्तान, प्रशान्त मोक्तान, कुसाहाङ नेङमाङ, मदन पौडेल, राम थापा मगर, विजय उर्बा र सिद्धान्त खड्का। मिडफिल्डरतर्फ कृष्ण बहादुर आले मगर, क्रिस थापा मगर, सरोज दर्लामी मगर, लच्छु थापा मगर, सबिन कुमार लुङ्गेली मगर, रञ्जित लामा, सुभाष बम र विज्ञान खड्का तथा फरवार्डतर्फ पवन खतिवडा, धर्मेन्द्र कुँवर, सुजन डङ्गोल, प्रसून तामाङ रहेका छन्। हाम्रा जुनियर गोर्खाली हिरोहरूलाई बधाई तथा शुभकामना। अवश्य आगामी दिनहरूमा पनि सम्पूर्ण नेपाली खेल अपडेटको लागि गोर्खाली मिडिया युट्युब च्यानललाई सब्स्क्राइब गर्दै नजिकैको बेल आइकन दबाउन पनि नभुल्नुहोला।